वेलकम छ प्रकाश भ्लगमा। सो म चाहिँ घुम्नु छु ठाउँमा। सो हजुरहरूलाई पुरानो इतिहासको बारे सर यो कुन ठाउँ हो रे? यो चाहिँ परिवर्तन गाउँपालिका वडा नम्बर 2 को डाँडा गाउँ भन्नेमा यो जो युद्ध पर्यटन भन्ने ठाउँमा आएको छ। यो चाहिँ मेन भनेको प्रचण्डको जो फर्स्ट फायरिङ भएको थियो त्यो ठाउँको सेन्ट्री पोस्ट जस्तो छ, मतलब देखाउनलाई सेन्ट्री पोस्ट हो सेफ्टीको लागि। थ्याङ्क यू सर। सो हामी अगाडि लाग्दै गर्छौँ। के छ त्यहाँ हजुरले भन्ने गर्नु होला है। गएको छौँ हजुरलाई यो हाम्रो प्रचण्डजीको बसेको घरहरू देखाउनेछौँ। यहाँलाई सम्पूर्ण रूपमा थाहा छ के कस्तो कहाँ के हो भनेर। यहाँले हामीले सबै कुराहरू अवलोकन गराउनुहुन्छ। यहाँको नाम चाहिँ के पर्यो होला सर? हजुरको नाम भनिदिउँ न, शुभ नाम हजुरको? मेरो नाम चाहिँ मिस्टर बिर्खबहादुर हो। पुष्पकमल दाहाल प्रचण्ड हाम्रो यो पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँको बसाइ एरिया जति पनि बैठक सैठकहरू हुन्थ्यो त्यो ठाउँको एरिया भनौँ है। अब तपाईँहरूलाई चाहिँ हामीले देखाउन गइरहेका छौँ यो पनि अब अलिकति सुविधा होस् भन्ने तरिकाले गराउँदाखेरि हेलिप्याडको हामीले देखाउन गइरहेको छौँ है। यो चाहिँ यो हेलिप्याड कहिले बनाएको सर? यो चाहिँ फिक्स डेट चाहिँ थाहा छैन। यो चाहिँ भनौँ त्यो पहिलेको इतिहासले सम्झेर अहिले 2000 कतिमा बनाएको त्यो चाहिँ थाहा छैन। ए थ्याङ्क यू सो मच। चाहिँ अर्को नेक्स्ट एरिया देखाउन गइरहेको छु। यो चाहिँ सुरक्षाको लागि सेफ्टी पोस्ट मतलब सेन्ट्री पोस्ट। यहाँ हामीले उहाँ जो पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नन्दकिशोर पुन पासाङ लागि यो सेफ पोस्ट भन्नुपर्छ। सुरक्षाको लागि बनाएको एउटा पोस्ट हो यो, यहीँदेखि ड्युटी गर्ने। थ्याङ्क यू। ओके। यो चाहिँ हेलिप्याड रहेछ। सो राम्रो ठाउँमा चाहिँ यो हेलिप्याड रहेछ। यहाँ अब गाडीहरूको आने आवत जात अलि कम हुनेको कारणले यो हेलिप्याड चाहिँ बनाएको होला जस्तो लाग्छ। किनकि बाटो चाहिँ आजभोलि बर्खाको टाइममा लास्ट चाहिँ अफ रोडिङ रहेछ यता। सो गाइस अहिले चाहिँ गइरहेको छ हाम्रो पूर्व प्रधानमन्त्री प्रचण्डजीको पहिले सङ्कटकालीन कालमा बसिरहेको घरमा। सो अब गेटमा गइरहेको छौँ। सो गाइस हामी चाहिँ पहिले पूर्व प्रधानमन्त्री प्रचण्डजी बसेको ठाउँमा आएका छौँ। स्पष्ट रूपमा यहाँले हामीलाई भन्नुहुन्छ। सो सर भन्नुहोस् त। 2062 जो जनआन्दोलन चल्दैछ त्यसको टाइममा यो घरमा चाहिँ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बस्नु भएको थियो। त्यही टाइममा योमा चाहिँ फायरिङ उ भएको थियो है। यो चाहिँ यो देखाउनु गइरहेको छ। यो चाहिँ हाम्रो प्रचण्ड पूर्व प्रधानमन्त्री प्रचण्डको बसेको ठाउँ र यो चाहिँ बसेको बेडरुम यो चाहिँ बेडरुम है। सो गाइज यही लिएर म चाहिँ प्रकाश प्रोग्रामबाट तपाईँको माझमा आइरहेको छु। सो हामी चाहिँ द्वन्द्वकाल कायममा आएको छौँ। यही यो पहिला प्रधानमन्त्री चाहिँ हाम्रो द्वन्द्वकालमा बसेको घर। यसलाई संरक्षण गरेर राख्नु भएको छ। यो राउन्डिङ गरेको चाहिँ यो हाम्रो आर्मीले चलाएको बुलेटको निशानहरू है। सो गाइस यतिमै म चाहिँ बिदा हुन्छु। बाई बाई। थ्याङ्क यू फर गाइस।